नमस्कार। आज हामी कुरा गर्दैछौँ के खाने भन्दा कहिले खाने बढी महत्त्वपूर्ण किन हुन्छ। हामी प्राय के खाने भन्ने कुरामा ध्यान दिन्छौँ, तर कहिले खाने भन्ने कुरालाई हल्का रूपमा लिन्छौँ। तर हाम्रो स्वास्थ्य र शरीरको सन्तुलनका लागि केवल के खाँदैछौँ भन्ने कुरा मात्र होइन, कहिले खाँदैछौँ भन्ने कुरा पनि अत्यन्त महत्त्वपूर्ण हुन्छ। हाम्रो शरीरमा एउटा प्राकृतिक घडी हुन्छ जसलाई सर्केडियन रिदम भनिन्छ। यो घडीले दिन रात अनुसार हाम्रो शरीरको ताल मिलाउँछ, जस्तै निन्द्रा, ऊर्जा, पाचन र हर्मोन। यसले हाम्रो शरीरलाई बिहान सक्रिय र बेलुका आरामको अवस्थामा ल्याउँछ। त्यसकारण बिहान छिटै र पौष्टिक खाना खाँदा शरीरको ऊर्जा स्तर बढ्छ र बेलुका धेरै वा ढिला खाना खाँदा पाचनमा समस्या आउन सक्छ र वजन बढ्ने पनि जोखिम बढ्न सक्छ। जब हाम्रो शरीरको प्राकृतिक घडी सन्तुलनमा हुन्छ, ऊर्जा र दिमागको स्पष्टता स्वाभाविक रूपमा राम्रो हुन्छ। बिहानको खाजाले मस्तिष्क र शरीरलाई दिनभरि काम गर्ने शक्ति दिन्छ, तर खाजा धेरै ढिला खाने वा राति धेरै खाना खाने बानीले थकान बढ्न सक्छ, ध्यान कम हुन सक्छ र मानसिक दबाव पनि बढ्न सक्छ। यसैगरी शरीरको प्राकृतिक घडी मिल्दा हाम्रो पाचन र मेटाबोलिजमले पनि राम्रोसँग काम गर्छ। दिनको पहिलो भोजन सही समयमा खाँदा मेटाबोलिजम सक्रिय हुन्छ र हाम्रो शरीरले खाना राम्रोसँग प्रयोग गर्न सक्छ। तर बेलुका ढिला र भारी खाना खाने बानीले शरीरमा बोसो जम्मा हुन सक्छ र वजन नियन्त्रण गर्न गाह्रो हुन सक्छ। जब हामी निश्चित समयमा खाना खान्छौँ, शरीरले पाचन राम्रोसँग गर्छ, ऊर्जा उत्पादन सहज हुन्छ र हर्मोनको सन्तुलन पनि ठिक रहन्छ। तर बारम्बार अनियमित समयमा खाना खाने बानीले शरीरको सन्तुलन बिग्रिन सक्छ। यसले ब्लड सुगर असन्तुलित हुन सक्छ, पाचन र थाइराइडमा असर पर्न सक्छ र मानसिक तनाव पनि बढ्न सक्छ। र अन्त्यमा तपाईले ख्याल गर्नुपर्छ कि के खाने भन्दा कहिले खाने बढी महत्त्वपूर्ण हुन्छ। बिहान पौष्टिक खाना खानुहोस्, बेलुका ढिला र भारी खाना कम गर्नुहोस् र आफ्नो शरीरको ताल अनुसार जीवनलाई चलाउनुहोस्।